ओम नमः शिवाय, हर हर महादेव, जय शम्भो, राधे राधे। दर्शक महानुभावहरू, यतिखेर हजुर हामीलाई कृष्ण कोइराला गुरुजी युट्युब च्यानलको माध्यमबाट अनि फेसबुक पेजको माध्यमबाट विश्वभरि छरिएर हेरिराख्नु भएको छ, हामीलाई माया गरिराख्नु भएको छ। नित्य निरन्तर श्री स्वस्थानी व्रत कथा श्रवण गराउने क्रममा आज हामी 22औं अध्यायको दिव्य कथालाई लिएर हजुरहरूको बीचमा उपस्थित भइसकेका छौँ। कहाँबाट हेर्दै हुनुहुन्छ हजुरले, कुन ठाउँबाट हेर्दै हुनुहुन्छ अनि हाम्रो च्यानलमा प्रस्तुति भएका कथाहरू हजुरलाई कस्तो लागिरहेको छ, कृपया आफ्नो अमूल्य सुझाव दिन नबिर्सिनुहोला। साथै कृष्ण कोइराला गुरुजी युट्युब च्यानल अनि फेसबुक पेज यदि तपाईँ पहिलोचोटि आउँदै हुनुहुन्छ हामीसँग जोडिन भने कृष्ण कोइराला गुरुजी फेसबुक पेजमा हेर्दै हुनुहुन्छ हजुरले पेजलाई फलो गरेर माया गरिदिनुहोस् अनि युट्युब च्यानलबाट हजुरले हामीलाई हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। साथै एउटा सेयर आफन्तको लागि, तपाईले सुनेका कथा आफ्ना आफन्तलाई सुनाउँदाखेरि त्यहाँ पनि आनन्द छुट्टै हुन्छ, त्यसैले गर्दा एउटा सेयर गर्न नबिर्सिनुहोला। हिजो हामीले 21औं अध्यायको दिव्य कथा श्रवण गर्ने क्रममा गोमा ब्राह्मणी शिवशर्मा ब्राह्मण आफ्नो घरमा जानको लागि बिन्ती गरे र आमा बाबासँग बिदा भएर डोलीमा चढेर जाँदै थिए, बिदा भएर निस्केका थिए। अब त्योभन्दा अगाडिको कथा आजको प्रसङ्गमा हामी श्रवण गर्नेछौँ। त्योभन्दा सुरुमै हामी मङ्गलाचरण गरेर यो मन उनी भगवतीको चरणमा लगाउनेछौँ ताकि यो मन कथा श्रवण गरुन्जेल बाहिर कुनै पनि कुरामा नअल्मलियोस्। आउनुहोस्, सिधै अब म हजुरलाई कथामा प्रवेश गराउनेछु मङ्गलाचरणबाट। ओम यम ब्रह्मा वरुणेन्द्र रुद्र मरुतस्तुन्वन्ति दिव्यैस्तवैर् वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्त्यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्त्यं योगिनो यस्यान्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तावली शोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरं। मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमां। सुवर्णवर्णदीप्ताभां त्रिनेत्रं कमलाननां सिंहासनसमासीनां सर्वालङ्कारभूषितां नीलोत्पलधरां वामे दक्षिणे वरदां शुभां खड्गचर्मधरा चोर्ध्वं वामदक्षिणयोः क्रमात् चतुर्भुजां च मां तत्र पूजयेद् वृषकेतुनाम् एवं ध्यात्वा महादेवी स्वस्थानी जगदीश्वरीं। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। ओम श्री स्वस्थानी देव्यै नमः। अथ द्वाविंशोऽध्यायः। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि। शिव शर्मा ब्राह्मण र गोमा ब्राह्मणी त्यहाँबाट गएपछि शिवभट्ट र सतीले आँखाले देखुन्जेल हेरिरहे। देख्न छाडेपछि रुखमा चढेर हेरे अनि विलाप गर्न थाले। अब रुखमा चढेर बसे उनीहरूलाई हेर्न थाले, रुखमै बसी बसी विलाप गर्न थाले। त्यसै अवसरमा दैव संयोग भनौँ या भगवान भोलेनाथको श्रापलाई मानौँ। रुखको हाँगा भाँचियो र दुवै स्त्री पुरुष रुखदेखि खसेर भुइँमा झर्ने बित्तिकै प्राणान्त भयो, सिधै स्वर्ग गए। तब श्री महादेवका दूत आएर उनीहरूलाई विमानमा राखी कैलाश पर्वत लिएर गए। शिवभट्ट ब्राह्मण र सती ब्राह्मणी दिव्य शरीरले कैलाशपुरीमा रहँदा भए। यतातिर शिव शर्मा ब्राह्मण र गोमा ब्राह्मणीले डोलेहरूसँग यो वनको नाउँ के हो, यो ठुलो पात भएको रुख के भन्छ यसलाई सोध्दै सोध्दै गए। डोलेहरूले पनि यस वनको नाम यस्तो हो अनि यो रुखको नाम यो हो, यो जङ्गलको नाम यो हो भन्दै धेरै टाढा पुगे उनीहरू भन्दै भन्दै गए। अनि धेरै टाढा पुगेपछि पोखरी भएको एउटा ठुलो वनमा पुग्दा झमक्क साँझ पर्यो। उनीहरू त्यही बास बसे।
अब खानपिन गर्नु पर्यो, खानपिन गरे, सुते। थकाइले चुर भएका थिए, भार बोकेर हिँडेका थिए। निदा आएछन्। त्यसै बखतमा श्री महादेवका श्रापले चोरहरू आएर गोमाका बाबा आमाले दिएका सबै धन सम्पत्ति गहना दाइजोहरू चोरेर लिएर गयो। बिहानी पख निन्द्राबाट बिउझेर हेर्छन्, सबै सामान चोरी भएछ। गोमा साह्रै पिर गरेर रुन लागिन्। डोलीहरूले भन्छन्, हे गोमा, हामी पनि त थाकी आएका हुनाले भुसुक्कै निदाएछौँ। थाहा भएन, हामीलाई माफ गरिदिनु है, हामी अभागी रहेछौँ। तपाईँका बाबा महतारलाई के भन्न जाउँला, अब कसो गर्ने हो, आज्ञा गर्नुहोस् भनेर गोमासँग भने। गोमा भन्दछिन्, हे डोले हो, तिमीहरूलाई के खुवाउनु अनि तिमीहरूलाई कसरी लिएर जानु, अब यहाँदेखि फर्क र बाबा आमालाई यो सबै बेहोरा सुनाउनु। त्यति भनेको सुनेर डोलेहरूले हवस् भने शिव शर्मा र गोमा ब्राह्मणीलाई प्रणाम गरे, घर फिर्के। डोलेहरू गएपछि ती दुवैजना वनमा भएको फलफुल खोज्दै त्यहाँदेखि ठुलो पर्वतमा पुगे। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि। गोमा ब्राह्मणी भन्दछिन्, हे स्वामी, मलाई अति भोक लाग्यो, गलेर लखतरान भएँ, कसो गरौँ म। बाटैमा अलपत्र परिन्। उनी गर्भिणी भएकी थिइन्। शिव शर्मालाई ज्यादै दया लाग्यो। उसो भए आऊ भनेर काखमा लिनुभयो। हे प्रिय, यहाँ फलफुल केही मिल्दैन, जलाशय पनि त छैन छेउमा, यस्तो पर्वतमा के खाने। मैले तिमीलाई भनेकी थिएँ नि, हेर, मैले तिमीलाई कतिचोटि सम्झाएँ, तिमी मसँग नआऊ, दुःख पाउँछौ, कष्ट हुन्छ, हाम्रो घर धेरै टाढा छ भनेर, तर तिमीले मानेनौ। तर चिन्ता नगर, यहाँदेखि अलि पर गएपछि फलफुल र जल पनि पाइन्छ, जाउँ, हिँड भने सुस्तारी सुस्तारी हिँडाउँदै लिएर गयो। गोमाले पनि, हे हरि, मेरो आज यो अवस्था भयो, म के गरौँ भनेर सुस्केर हालिन्। आँखाबाट बलिन्द्र अश्रुका धारा खसालिन्। नसके पनि सुस्त सुस्त गइन्। पर्वतको फेदीमा पुगेपछि शिव शर्मा ब्राह्मणले फलफुल टिपेर खान दिए, पानी पनि पिउन दिए अनि भन्नुभयो, हे प्रिय, अब हाम्रो घर पनि आइपुग्यो। मनमा कति खुसी भयो। ठाउँ ठाउँमा बस्न दिने। चन्द्र ज्योति नगरको बाहिर पुर्याएर त्यहाँ एउटा खरको राम झुपडी रहेछ अनि त्यसलाई देखाउँदै भन्नुभयो, प्रिय, ऊ त्यही हो हाम्रो घर। गोमाले घरभित्र गएर हेर्दा केही थिएन, माकुराको झालो, कसिङ्गर मात्र देखिन्। आफ्ना बाबाको घर सम्झिन्, मन थाम्न सकिनन्। आँखाबाट बलिन्द्र अश्रुका धारा खसालेर धुरु 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 रुन लागिन्। अनि फेरि सम्झिन्छन्, मेरो कर्मले यस्तै गरी ल्यायो, म के गरौँ, मेरो भाग्यमा यही रहेछ, अब रोएर केही हुनेवाला छैन। म रुनु रोएर कसलाई सुनाउनु, मेरा यी वृद्ध श्रीमानलाई। म त्यो काम म गर्दिनँ अब भनिन्। हातमा कुचो लिन्, मन बुझाइन्, माकुराको जालो सबै मिल्काइन्, कसिङ्गार लगाइन् र घरमा जे भएको खान दिन्। के थियो होला र, रै पनि आफ्नो पतिको सेवा गर्दै गर्दै बसिन्। एक दिन शिव शर्मा ब्राह्मणले आफ्नी ब्राह्मणीसित भने, हे प्रिय, तिमी गर्भिणी छौ, हाम्रो घरमा सम्पत्ति छैन, आउने बाटो पनि कहीँ देख्दिन म, आवश्यक कर्ममा केले खर्च गर्ने हो, सुत्केरी भएमा के खर्च गरौला। यस कारणले अब म परदेश गएर कसैसित केही अलिकति मागेर ल्याउँछु। तिमीले आफ्नो जीवको र घरको साथै यो पेटभित्र रहेको बच्चाको पनि सम्हार गर्नु है। रोई कराई गरेर नबस्नु। मैले तिमीलाई भनेको छु, हेर, आफ्नो पीडा, आफ्नो कष्ट अर्कालाई सुनायो भने नि गोमा, एकछिन उनीहरू दुखी भए जस्तो हुन्छन्, तर जीवनभर तिम्रो लागि ताली बजाउँदै हिँड्छन्। त्यसैले आफ्नो मनभित्र रहेको पीडा अर्कालाई नसुनाउनु, अरूलाई नभन्नु, मैले भनेको मान ल भनेर सम्झाउनु भयो, बुझाउनु भयो अनि आफू परदेशतिर लाग्न तयार हुनुभयो। गोमाले भनिन्, हे स्वामी, मलाई यस्तो ठाउँमा एक्लै छाडेर कहाँ जान मन गर्नुहुन्छ। म स्त्री जाति के गर्नु, के खाउनु, मलाई कसले के दिन्छ, फेरि तपाईँ वृद्ध हुनुहुन्छ, म कसरी पठाउँ। यहाँ यजमानसित गएर जो दिन्छन् सो मागेर ल्याउनु न, त्यसैलाई सञ्चय गरौँला, तर जाने मन नगर्नुहोस्। यो सुनेर शिव शर्मा भन्छन्, हे प्रिय, हामी गरिब भए पनि ब्राह्मणको कर्म नगरी हुँदैन। 1 महिनासम्ममा म आइपुगिहाल्छु,
त्यहाँसम्म खान नपुगे चन्द्रज्योति नगरमा जजमानहरू छन्, तिनैको घरमा जानु, भिक्षा माग्नु, लिएर आएर पकाएर खानु। त्यो सुनेर गोमाले उत्तर दिन सकेनन्, चुप लागिरहन्। शिव शर्मा ब्राह्मण भिक्षा माग्न भनेर परदेश गए। जब शिव शर्मा ब्राह्मण परदेश गए, एक दिनको बाटो गएर गङ्गाका तीरमा पुगे। त्यहाँ वृद्ध अवस्था भएका ब्राह्मण र ब्राह्मणी दुवै स्त्री पुरुष बसेका थिए। अनि तिनका बारीमा नाना तरहका फलफुलहरू रहेछन्। फल फलेका थिए, फुल फुलेका थिए। ती शिव शर्माले गङ्गामा स्नान गरेर वृद्ध ब्राह्मणसित गएर भने, मेरो नित्य पूजा गर्न फलफुल दिनुहुन्छ मलाई? अनि ती वृद्ध ब्राह्मण अनि ब्राह्मणीले सोध्नुभयो, तिमी को हौ, कहाँबाट आयौ? आजसम्म त तिमीलाई हामीले यहाँ कहिले देखेका थिएनौँ, भन त? भन्दा शिव शर्माले भन्छन्, म चन्द्रज्योति नगरको शिव शर्मा नाउँ गरेको ब्राह्मण हुँ। घरमा ब्राह्मणी गर्भवती छन्, जात कर्म गर्नलाई भिक्षा माग्न भनी यहाँ आएको हुँ। ती ब्राह्मणले फलफुल टिपेर लैजाऊ त्यसो भए भने। शिव शर्मा ब्राह्मण आफै रुख चढे, फलफुल टिप्न लाग्दा दैव संयोगले रुखको हाँगो भाँचियो, रुखदेखि खसे, देह छोडे, श्री महादेव रूप भएर कैलाश पर्वतमा गए। श्री महादेव आएको पार्वतीले देख्नुभयो, सुनको कमण्डलुले पाउ धोइदिनु भयो अनि भित्र लगेर भन्नुभयो, हे ईश्वर, पुरुषहरू कति पापी हुँदा रहेछन् है, राम्रो स्त्री देख्नै नहुने, राम्रो स्त्री देखेपछि सबै कुरा बिर्सिँदा रहेछन् है। तपाईँले पनि त मलाई बिर्सिनु भएको थियो, बल्ल आज सम्झनु भएछ अनि आउनुभयो कैलाश। तर त्यस्तो सुखमा रहेकी ती गोमा ब्राह्मणीलाई कल बल छल ल्याएर गर्भिणी गराई दुःख दिई त्यस्तो ठाउँमा एक्लै छोडेर आउनुभयो, तपाईँलाई अलिकति माया लागेन प्रभु? अब त्यो बिचरी गोमा के गरी खान्छ? त्यो सुनेर श्री महादेव हाँसेर भन्नुहुन्छ, हे पार्वती, सेवकले भनेको कुरा मान्नु पर्दा पाप पनि गर्नु पर्दो रहेछ। गोमा पनि अब सुखी हुनेछ, धन्दा नमान भनेर भन्नुभयो। भिक्षा माग्न गएका शिव शर्मा धेरै दिन भयो र पनि फिरेनन्। यता गोमाले पनि नाना दुःख गरी चन्द्रज्योति नगरमा गएर भिक्षा मागिन् अनि भिक्षा ल्याएर संस्कार कर्म गरिन्। महिना पुरा भयो, सबै राजलक्षणले मिलेको एउटा पुत्र जन्मियो। गोमा ब्राह्मणीले चन्द्रज्योति नगरदेखि ब्राह्मणहरूलाई डाकेर ब्राह्मणका मर्यादाले न्वारण गराइन्। ब्राह्मणहरूले ज्योतिष शास्त्र विचार गरे अनि भने, हे गोमा, यो पुत्रको नाम नवराज हुन्छ भनेर राखिदिए। यो बालकमा सबै राजलक्षण मिलेको छ, राजा पनि होला जस्तो छ है। तिमी सुख पाउनेछौ, तिमीले सन्तोष मिल्नेछ, तिम्रो मनमा आनन्द हुन्छ। यति ब्राह्मणहरूले भनेको सुनि गोमाले मनमा आनन्द मानिन्, श्रद्धापूर्वक भएको दक्षिणा दिन्, जे थियो त्यो भोजन गराइन्। ब्राह्मणहरू आफ्नो आफ्नो घर गए। त्यो बालकलाई गोमाले अर्काको धागो काटेर ढिकी जाँतो गरेर पालिन्। ती नवराज पनि शुक्ल पक्षका चन्द्रमा झैँ दिन दिनै बढ्दै गए। खेल्न जाँदा साथीहरूले जेसुकै भने पनि सुनिरहन्थे, कसैसँग झगडा गर्दैनथे, अत्यन्तै मिलनसार गुण थियो। साथीहरूसँग खेलेर घर आउँथे, आमाले जे दिएको त्यही खाएर चुप्प लाग्थे। आफ्नो पुत्रको स्वभाव यस्तो बसेको देखेर गोमा ब्राह्मणीले धेरै खुसी भएर मनमा आनन्द मानिन् अनि यजमानहरूसँग गएर भनिन्, हे यजमान हो, मेरो पुत्र नवराज साथीहरूसित खेलेर घर आउँछ नि, खान देऊ पनि भन्दैन, किन दिएनौ पनि भन्दैन, नदिए पनि चुप लाग्छ, दिए खान्छ, मिठो पनि भन्दैन, नमिठो पनि भन्दैन। कति सुन्दर लक्षण छ यसको। यस्तो सुशील भएर निस्केको छ यो, तर फेरि मेरा पति घरमा छैनन्, सम्पत्ति पनि छैन। तिमी यजमानहरूको कृपाले बल्ल बल्ल एक साथ टारेर बाँचिरहेकी छु। अब केले त्यसको चूडा कर्म व्रतबन्ध आदि गर्दिनु? त्यो सुनेर यजमानहरूले आफ्नो मनलाई विचलित हुन नदिकन आफ्ना आफ्ना श्रद्धाले जे सकेको दिए। गोमाले सबै सामग्री तयार गरिन्, नवराज कुमारको चूडा कर्म गरिदिन्, वेद पुराण आदि सबै शास्त्र पढाइन्। नवराजसँग खुसी भएर एक दिन यजमानहरूले गोमासित गएर भने, हे गोमा, नवराजको विवाह गर्ने होइन, यति राम्रो लक्षणले युक्त भएको पुत्रको विवाह गरिदिँदा कस्तो हुन्थ्यो होला? गोमा मनमने अत्यन्त खुसी भइन्।
अहो, म गरिब, म निर्धनको घरमा आफै छोराको विवाह गरिदिने होइन भन्दै यजमानहरू आउँदाखेरि उनको मन यति खुसी भयो, हर्षका आँसु झरे आज गोमाको आँखाबाट। हे गोमा, नरौ तिमी, यो तिम्रो शुभ लक्षणले युक्त भएको पुत्रको गुण हो। नवराजको विवाह गर्ने भए नि वरुणपुरका अग्निस्वामी ब्राह्मणकी छोरी छिन्, विवाह गरिदिउँ। हामीले भनेको उनले मान्छन्, सामग्री तयार गर भने। यति भनेको सुनि गोमाले, हे यजमान हो, मेरो छोराको केही आर्जन छैन, घरमा सम्पत्ति छैन, यस्तालाई कन्या दिन्छन् त? तब यजमानहरू भन्दछन्, हे गोमा, जे चाहिएको छ हामी दिन्छौँ, के चाहिन्छ तिमीलाई? त्यो सुन्दा गोमा खुसी भइन्। हे यजमान हो, तपाईहरूले रक्षा गरिदिनु भयो मेरो आज। तपाईहरूले यस्तो आज्ञा गरेपछि म किन नाइ बनौली र? गोमाले विवाहलाई चाहिने सम्पूर्ण सामग्री तयार गरिन्। उनीहरूले सबै सामग्री तयार गरे। सुदिन आयो, ब्राह्मणका मर्यादाले नवराजलाई वरुणपुरका अग्निस्वामीकी छोरी चन्द्रावतीसँग विवाह पनि गरिदिए। गोमा, नवराज र चन्द्रावती तीनजना जे भएको खान्थे, मिलिजुली रहन्थे। अनि एक दिन ती नवराज बाहिर खेल्न जाँदा तिनका सङ्गीहरूले भनेछन्, एउटा गेम खेल्छौँ हामी सबैजनाले। नवराजले भने, कस्तो गेम? आफ्ना आफ्ना बाबा आमाको नाम भन्नुपर्छ है आज। सबैले आफ्ना आफ्ना बाबा आमाको नाम भन्छन्, तर नवराजको त बाबा हुनुहुन्न थियो। ऊ गर्भमा हुँदैखेरि बाबा जानुभयो। नवराजले भनेनन् बाबाको नाम। अनि साथीहरूले भने, त बाबु बिनाको छोरो होस्, यसकारण बिना बाबु नाम राख्यौँ भने। तेरा बाबु भए नाम के हो? कसको पुत्र होस्? हामीलाई भन्। यसरी आफ्ना सङ्गीहरूले त्यस्ता कुरा गरेको सुनि नवराजले उत्तर दिन सकेनन्। गोमासित गएर त्यो सबै वृत्तान्त सुनाए। म कसको पुत्र हुँ, मेरो पिता को हुनुहुन्छ, कहाँ हुनुहुन्छ, त्यो सुनेर गोमाले वर्षाकालको मेघ वर्षे जस्तै गरेर आँखाबाट बलिन्द्र अश्रुका धारा खसाइन्। हे पुत्र, तिम्रो बाबु हुनुहुन्छ। तिमी बिना बाबुको छोरो होइनौ। तिम्रो बाबुको नाम शिव शर्मा हो। तिमी गर्भमा रहँदै जात कर्म आदि कर्म गर्नलाई भिक्षा माग्न परदेश जानुभएको, आजसम्म आइपुग्नु भएन। केही कामले बस्नु भएको होला, अथवा छँदै छैन कि? तब नवराज भन्छन्, हे आमा, उसो भए आज्ञा दिनुहोस्, म पितालाई खोज्न जान्छु। कहाँ बस्नु भएको छ म खोजेर ल्याउँछु। गोमा भन्छन्, हे बाबु, तेरो मुख हेरे तेरो बाबालाई बिर्सिए। अब तैँले पनि छाडेर जान्छस्। म कसको आधारले बस्नु? कुन आधारले म यहाँ बस्नु? फेरि त गएपछि बुहारी पनि त बस्ने छैन। माइत जानेछ यो पनि। यसकारण जान्छु नभन् छोरा। त्यो सुनेर नवराज फेरि भन्छन्, हे आमा, धर्मशास्त्रको वचन छ, तपाईलाई थाहा छ नि, पुत्रस्य परमो धर्म पितृद्धार समो नहि, पितृद्धारम न कुर्वन्ति सुखमिच्छन्ति ये जना, ते यान्ति नरकम घोरम यावत् चन्द्र दिवाकरौ। ठुलो धर्म भनेको के हो त आमा? पिताको उद्धार गर्नु। जुन छोरो पिताको उद्धार नगरी आफ्नो सुख भोग मात्रै हेर्छ, आफ्नो सुख भोगको पछि मात्रै लाग्छ, त्यो जहाँसम्म चन्द्र सूर्य पुग्छन्, जबसम्म चन्द्र सूर्य रहन्छन्, जबसम्म पृथ्वी रहन्छन्, तबसम्म घोर नरकमा जान्छ। म गर्भमै छँदा मेरो बाबा जानुभएको छ, अनि मेरो त दायित्व हुँदैन र? मेरो यो उमेर भयो र पनि किन आउनु भएन? मैले खोज खबर गर्नु पर्दैन मेरो बाबाको? बाँचेका भए सँगै लिएर आउँला आमा, स्वर्गीय भए काजक्रिया गरेर फर्क्यौँला। यति पनि गर्न सकिन भने मैले जन्मेको के सार भयो? मलाई कस्तै दुःख भए पनि हे आमा, म जान्छु, मलाई नरोक्नुहोस्। तपाईको सेवा गर्ने तपाईकी बुहारी छिन्, मलाई बिदा दिनुहोस् आमा। त्यो सुनेर गोमाले भनिन्, हे पुत्र, त धन्य रहेछस्। तेरो वचन सुन्दा म अत्यन्तै खुसी भए। तेरो कल्याण होस् बाबु, जा, हृदयदेखि नि तँलाई आशीर्वाद दिए मैले भनिन् र बिदा गरिन्। छोरा नवराजको शिरमा हात राखिन् र आशिष दिन्। नवराज पनि आमाको आशिष पाएर साष्टाङ्ग दण्डवत प्रणाम गरी
आफ्नी स्त्री चन्द्रवतीलाई अराउने कुरा अराए। बाबुको खबर बुझ्न भनेर परदेश गए। ठाउँ ठाउँमा सोच्दै हिँड्थे। शिव शर्मा नाउँका कुनै वृद्ध ब्राह्मणलाई देख्नुभयो हजुरहरूले? सबैसित सोधी खोजी गर्दै हिँडे। जाँदा जाँदै उनी गङ्गाको तीरमा एक ऋषिका आश्रममा पुगे। त्यहाँ वृद्ध बुढाबुढीलाई बसेको देखे। सोध्नुभयो, तपाईहरू को हो? यहाँ किन बस्नु भएको छ? वृद्ध ब्राह्मणले भने, हे बालक, हामी ब्राह्मण हौँ। वृद्ध अवस्था भयो अनि गङ्गामा प्राण त्याग गरौँ भनेर बसेका छौँ। तिमी को हौ? यहाँ किन आयौ? भन्दा उनी भन्छन्, म पनि नवराज नाम गरेको ब्राह्मण हुँ। म गर्भमा छँदै जातकर्म आदि गर्नलाई भिक्षा माग्न भनेर परदेश जानुभएको मेरो पिता शिव शर्मा नाउँ गरेको ब्राह्मण अझै फिर्नु भएन। म उहाँलाई नै खोज्दै आएको हुँ। कतै हजुरले देख्नुभयो कि भनेर सोद्धाखेरि त्यो सुनेर वृद्ध ब्राह्मण भन्छन्, हे बालक, जातकर्म गर्न भिक्षा माग्न आएका वृद्ध ब्राह्मणलाई हामीले देख्यौँ। उनी यही आएका थिए। गङ्गामा स्नान गरे आफ्नो नित्य कर्म पूजा गर्नलाई फलफुल टिप्न ऊ त्यो रुखमा चढेका थिए। रुखको हाँगो भाँचियो त्यही बेला अनि भुइँमा खसे। त्यतिखेर उनको प्राणान्त भयो। हाडसम्म त अझै पनि त्यही होला, कसैले चलाएको छैन होला बाबु। त्यहाँ गएर हेर भन्नुभयो। त्यो सुनेर नवराज रुखमुनि गए। त्यहाँ आफ्ना बाबुको हाड देखे। आँखाबाट आँसु खसाउँदै भने, हे पिता, मेरा निमित्त भिक्षा माग्न आउनु भएको तपाईँले मेरो मुखै नदेखि यस्तो वनमा आएर अब यो कुरा महतारीसित म गएर कसरी भन्नु? मेरी महतारीले शोक गर्दा कसरी उहाँको मन बुझाउनु? हे पिता, मलाई एक्लै छोडेर, मेरी आमालाई त्यो जङ्गलमा एक्लै छोडेर कसरी हजुरले जान सक्नुहुन्छ? एकचोटि फर्किदिनुहोस् न। तपाईँ मेरै कर्म गर्नको लागि, मेरै जात कर्म गर्नको लागि फलफुल टिप्न आउनु भएको, भिक्षा माग्न आउनु भएको बाबा, मलाई नदेखिकनै तपाईँ परमधाम हुनुभयो। अनेक तरहले शोक गरे। भूमिमा परे रुन कराउन लागे। चित्त बुझाए, मनलाई सम्हाले, हाड सबै बटुले गङ्गामा लगे, संस्कार गरे। अनि उनले ब्राह्मणका मर्यादाले बाबुको क्रिया गरे। अब कता छौँ? घर जाउँ भने सम्पत्ति छैन, फेरि यो खबर भन्दा महतारीले शोक गरेको देख्नु छ। यस कारणले हुने भए कोही राजाको सेवा गरेर केही धन कमाएर जान्छु भनेर सहरमा पसे राजाको सेवा गर्न। मनमा चिन्ता छ, मनमा पीर छ, के गर्नु? बाबाले छोडेर जानुभयो गर्भमा हुँदैखेरि। अब यो बाबा बित्नु भयो भनेर आमालाई खबर सुनाऊ भने आमा कसरी बस्नुहुन्छ होला र? म सक्दिनँ। म अब यहाँबाट फर्केर जाँदा के लिएर जानु? केही त छैन मसँग भनेर नवराज ब्राह्मण आज राजाको सेवा गर्छु, केही धन कमाउँछु अनि धन कमाएर धनसहित आमासँग भेट्न जान्छु भनेर सहरमा पस्नुभयो। इति श्री स्कंद पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वर्या व्रत कथायां शिव शर्मा ब्राह्मण परलोक गमनम नाम द्वाविंशोऽध्यायः। ओम उपनयतु मंगलम वह सकल जगन मंगलालय श्रीमान दिनकर किरण निबोधित नव नलिन दल निवेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथिवी सस्य शालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणा सन्तु निर्भया अपुत्रः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् तत्रैव गंगा यमुना च तत्र गोदावरी सिंधु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र अच्युतोद्धार कथा प्रसंग या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणा वरदंड मंडितकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शंकर प्रभृतिर्देवैः सदा वंदिता सामं पातु सरस्वती भगवती निःशेष जाड्यापः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् श्री स्वस्थानी देव्यार्पणमस्तु।